अछपु नचुनिने मानवङ्ग प्रत्यारोपण विशेषज्ञ डाक्टर पुकारचन्द्र श्रेष्ठ ज्यादा थगु नोचु पङ्क दिया लागि इनाबिया चंगा डाक्टर पुकारचन्द्र श्रेष्ठ आदरणीय दाजु नारायणमान बिजुक्सेज्यू, माननीय प्रेम सुवाल दाजु, मेयर सुनिल प्रजापति दाजु र उपमेयर रजनी जोशी लगायत सम्पूर्ण उपस्थित दाजुभाइ दिदीबहिनीमा म दसैँ तिहार नयाँ वर्ष अब 1145 सबैको शुभकामना लिएर आएको छु र म 13 वर्ष अगाडि सम्झिन चाहन्छु। दाजुहरूले मलाई तमुजियामा आउनु पर्यो, अलिकति हेल्थको टिप्स पनि दिनु पर्यो भनेर बोलाउनु भएको थियो। त्यो बेलामा हाम्रो मानव अङ्ग प्रत्यारोपण केन्द्र भन्थ्यो, त्यो भर्खरै स्थापना भएको थियो र त्यो तपाईहरुको आँगनमा जन्मेको संस्था अहिले 13 वर्ष पुगेको छ र प्रत्येक वर्ष मलाई तपाईहरुले यहाँ बोलाउनुहुन्छ, मलाई 2 शब्द बोल्ने मौका दिनुहुन्छ। जी नेवा खने नेवा भा भटिपति सिउ तर जिमी बागलुङ निसि ओजिया बच्चा नेवा भा बिचा बाङ्गोटिङ जोजिया जी नेपाली खला ला। अनि यो 13 वर्ष यो अङ्ग प्रत्यारोपण केन्द्र एकदमै विशिष्टकृत एकदमै विशेषज्ञ अस्पताल नेपाल सरकारले तपाईहरुको आँगनमा बनाइदियो। यो जन्मदाखेरि यति धेरै कुराहरू भयो कि यो संस्था बन्यो भने धेरैको अब धेरैजनाको रोजीरोटी नै सकिने जस्तो भयो। जसले अङ्ग बेच्न चाहन्थ्यो, जसले नेपाली बिरामी छिमेकी देशमा पठाएर पैसा खान चाहन्थ्यो, जसले चाहिँ डायलाइसिस मात्र गरेर बिरामीलाई नबाँचोस् भन्न चाहन्थ्यो, त्यो सबै मिलेर यो संस्थालाई गर्वमै तुहाउन खोजेको थियो। अनि म नारायण दाइका गएँ, दाजु यो त अन्याय भयो दाजु, सरकारी संस्था भर्खरै जन्मन लागेछ भक्तपुरमा, त्यो पनि यस्तो अन्तर्राष्ट्रिय यस्तो संस्था बन्न लागेछ, यसमा किन विरोध दाजु भनेपछि दाजुले पुकार चिन्ता नगर, तिमी आफ्नो काम गर, तिमीले राम्रो काम गर्यो भने हामी तिम्रो साथमा छौँ भन्नुभयो दाजुले। त्यो दिन आज 13-14 वर्ष अगाडिको घटना थियो र यो 13 वर्षको वार्षिकोत्सव हामीले मनाउँदै आज यो संस्थाले के गर्यो त तपाईहरुको आँगनको संस्थाले, म केही कुरा भन्न चाहन्छु। सबभन्दा पहिला 13 वर्ष पुगेको टिनेजमा भएको संस्थाले नेपालको सबैभन्दा धेरै प्रत्यारोपण गर्न सफल भएको छ। आज 1500 जना भन्दा बढीको मृगौला प्रत्यारोपण यो केन्द्रले एक्लै गरेको छ, जुन चाहिँ देशको सबै प्रत्यारोपण जोड्दाखेरि 2/3 भन्दा बढी यसले एक्लै गरेको छ। भर्खरै जन्मिया संस्थाले। नेपालमा ठुल्ठुला अस्पताल छन् नि, 150 वर्ष पुगे पनि छन्, हाम्रै नजिकका हस्पिटल पनि 100 वर्ष नागिसकेका छन्, तर यो 12-13 वर्षको पुगेको संस्थाले प्रत्यारोपण भनेको चिकित्सा विज्ञानमा सबैभन्दा जटिल, मोस्ट कम्प्लिकेटेड, मोस्ट एक्सपेन्सिभ, एउटाको अङ्ग निकाल्ने अर्कोमा हाल्ने, त्यो अङ्ग निकालेपछि त्यसको लाइफ बिचमा छैन जस्तै हुन्छ, फेरि त्यसलाई नयाँ ठाउँमा हालेर फेरि पुनर्जीवन दिने, त्यस्तो काम गरेर अङ्ग फेल भएर आज हो कि भोलि हो भन्ने मान्छेलाई फेरि नयाँ 18-20 वर्ष जस्तै जवान बनाउने कार्य अङ्ग प्रत्यारोपण हो। त्यो प्रत्यारोपण कार्यमा यो केन्द्रले देशको सबैभन्दा धेरै प्रत्यारोपण गरेको मात्रै होइन, यसको काम 79% सफल छ, 99% सक्सेस छ यो केन्द्रको काम। आज तपाईहरुलाई यो केन्द्रको सेवा लिनको लागि अमेरिका, बेलायत, जापान, हाम्रो छिमेकी मुलुक सबै देशका गैर आवश्यक नेपाली त आउनुहुन्छ भने विदेशीहरू पनि यहाँ बेला बेलामा आएर प्रत्यारोपण गराउन खोज्नुहुन्छ। हेर्नुहोस् है, आज यो भक्तपुर अस्पतालको खाली बिल्डिङ, त्यो बेलामा राम्रो 4 तले बिल्डिङ बनेको थियो, त्यो चाहिँ उपयोग हुन नसकेर खाली रहेको बेलामा हामीले पाएको बिल्डिङ आज भरिभराउ एउटा बेड पनि खाली हुँदैन,
रात दिन डायलाइसिस चलिरहेको हुन्छ। प्रेम दाजुले फोन गर्नुहुन्छ, ए पुकार त्यहाँ डायलाइसिस बेड छ भन्नुहुन्छ। दाजु ठाउँ छैन भन्छु म। दाजुहरूले आफ्नो जनतालाई सेवा होस् भन्दाखेरि पनि मैले चाहँदै म नसक्ने अवस्थामा किन छु भने त्यहाँ मेचीदेखि महाकालीको बिरामी आएर रात दिन सेवा लिइरहेको छ। त्यो केन्द्र 24 घन्टै बन्द हुँदैन। यो केन्द्रले निःशुल्क डायलाइसिस गर्छ, निःशुल्क प्रत्यारोपण गर्छ, पुरा बेड भरिपूर्ण छ। म तपाईँलाई एउटा कुरा भन्छु, नेपालको सरकारी संस्थामा करिब 54 दिन सार्वजनिक छुट्टी हुँदो रहेछ, बिदा 54 दिन। राष्ट्रपति बाहिर गए पनि छुट्टी, राष्ट्रपति आए पनि छुट्टी, शिवरात्रि पनि छुट्टी, माघे सङ्क्रान्ति पनि छुट्टी, अब कति छुट्टी, क्वाटी खाने दिन पनि छुट्टी होइन। तर हाम्रो केन्द्रमा जम्मा 13 दिन छुट्टी हुन्छ। दसैँको 4 दिन, तिहारको 3 दिन, नयाँ वर्षको 1 दिन, यसै गरी 13 दिन मात्रै छुट्टी हुन्छ। र अरू दिन यो केन्द्रका सम्पूर्ण कर्मचारीहरूले रात दिन काम गर्नुहुन्छ। यो केन्द्रमा काम गर्ने अधिकांश कर्मचारी फेरि अन्तको होइन, हाम्रै भक्तपुरका तपाईँहरूकै दाजुभाइ दिदीबहिनीका छोराछोरीहरू हुनुहुन्छ। र यो केन्द्रले आज संसारको नाममा नेपालको जुन इतिहास बनाउन सकेको छ, यसको श्रेय म भक्तपुरको वासीहरू, नारायण दाजुदेखि लिएर सम्पूर्ण यहाँका बासिन्दाहरू जसले यो केन्द्रलाई सहयोग गरेर अप्ठ्यारा दिनमा यसलाई मलजल गरेर यहाँसम्म पुग्न सहयोग गर्नुभयो, त्यसको लागि म अत्यन्तै आभारी छु। 3 करोड नेपालीको जनतातर्फबाट भक्तपुरलाई म यसको श्रेय दिन चाहन्छु। आज यो केन्द्र भक्तपुरमा नभएको भए नेपालमा मृगौला फेल भयो भने 90% भन्दा बढी मान्छेहरू केही महिनामै मर्नै पर्थ्यो। डायलिसिसको सेवा अत्यन्तै कम, प्रत्यारोपण छँदै थिएन। अनि प्रत्यारोपण नभएपछि मृगौला फेल भएको मान्छेहरू मर्नै पर्छ, अरू उपाय थिएन। आज यो केन्द्रले 79% सफलता गरेर नेपाली दाजुभाइ दिदीबहिनीलाई बचाउन मद्दत गरेको छ भने यो केन्द्रले कलेजो प्रत्यारोपणको सुरुवात, जुन चाहिँ चिकित्सा विज्ञानमा सबैभन्दा गाह्रो, सबैभन्दा महँगो, छिमेकी देशमा गयो भने 1.5 करोड खर्च हुन्छ। आज यो केन्द्रले नेपालमा सुरु गरेर सबैभन्दा धेरै कलेजो प्रत्यारोपण गर्छ, जम्मा 20 लाखमा। हेर्नुहोस् है, छिमेकी देशमा गयो भने 1 देखि 1.5 करोड खर्च हुन्छ। तपाईँहरूको आँगनमा 20 लाखमा यो केन्द्रले कलेजो प्रत्यारोपण गरिरहेछ भनेपछि यो केन्द्रले नेपालको स्वास्थ्य क्षेत्रमा, स्वास्थ्य पर्यटन विकासमा देशभरिका मान्छेहरू मात्र होइन, संसारका विभिन्न ठाउँबाट भक्तपुरमा आएर भक्तपुरको छरछिमेकलाई, यहाँको वरिपरिका हाम्रा घरहरू, व्यापार व्यवसाय सबै चलायमान गर्नलाई यो केन्द्रले मद्दत गरेको छ। यसको लागि पनि यसको श्रेय तपाईँहरूलाई नै जान्छ, किनभने तपाईँहरूले भक्तपुरमा यो मौका दिनुभएको हुनाले यो सम्भव भएको, नत्र यो कहाँ जान्थ्यो। र आज आएर म तपाईँहरूलाई के भन्छु भने यो केन्द्रको अहिलेसम्म उही भक्तपुर अस्पतालकै भवनमा चलिरहेको छ है, यसको आफ्नो 1 इन्च पनि भवन छैन। हाम्रो दाजुहरूले धेरै कोसिस गर्नुभयो, नेपाल सरकारका विभिन्न मन्त्रीहरू, प्रधानमन्त्रीहरू सबैले कोसिस गरे भन्नुहुन्छ, तर अहिलेसम्म हाम्रै भक्तपुर जिल्ला अस्पतालकै भवनमा यो सञ्चालित छ। यसको आफ्नै भवन नभएको हुनाले हामीले अझ धेरै सेवा गर्न सक्थ्यौँ, धेरैजनालाई अझ बचाउन सक्थ्यौँ। 1-2 वर्ष पालो कुर्नुपर्छ, त्यसलाई कम गर्न सक्थ्यौँ भने राति गर्नुपर्ने डायलाइसिसलाई हामीले अन्त गरेर दिउँसो सजिलो बेलामै सबैलाई सेवा गर्न सक्थ्यौँ। त्यो गर्न पाएछौँ, किनभने यसको 1 इन्च पनि भवन छैन र यसको राम्रो जग्गा पनि छैन। फेरि नेपालको सरकारी संस्था जसले निःशुल्क सेवा गर्छ, रात दिन सेवा गर्छ, त्यसको न आफ्नो भवन छ, न राम्रो जमिन छ। हामी धेरै कोसिस गऱ्यौँ, यसलाई चाहिँ भक्तपुरमै राम्रो ठाउँमा स्थापना गर्नुपर्छ भनेर हामी दाजुहरूसँग बारम्बार भनेका छौँ। यो सपना पुरा हुन बाँकी छ। यो भयो भने यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान, यसलाई पोस्ट ग्रेजुएट इन्स्टिट्युट बनाएर देशभरि चाहिने जनशक्ति यही केन्द्रले उत्पादन गर्न सक्छ। नेपालभरिका विशेषज्ञहरू यहीँबाट उत्पादन गर्छ, भक्तपुरबाटै उत्पादन गर्छ। बिरामी मात्रै होइन, डाक्टरहरू पनि यहीँ पढेर ठुला डाक्टर भएर विभिन्न देश ठाउँमा सेवा गर्न सक्छ। त्यो मौकाबाट हामी अहिले वञ्चित भएका छौँ। त्यसैले मेरो अनुरोध छ, तपाईँहरूले उपयुक्त ठाउँ जग्गा दिनुभयो भने यो केन्द्रले पैसा जम्मा गरेर राखेको छ। यो केन्द्रले आफै
500 बेडको भवन बनाउनको लागि पैसा जम्मा गरिराखेको छ। तपाईँहरूले जग्गा राम्रो जग्गा दिनुहोस् त 30-40 रुपियाँ पनि हामीले 500 बेडको भवन तुरुन्तै बनाइदिन्छौँ। यो सुन्दाखेरि यो साँच्चै हो कि होइन भन्नु होला, तर हामीले पैसा जोगाड गरेर राखेका छौँ। गरिब जनतालाई निःशुल्क प्रत्यारोपण निःशुल्क डायलासिस गरेर नेपाल सरकारको संस्थाले विदेशीसँग पैसा माग्नु पर्दैन, चाइनासँग माग्नु पर्दैन, इन्डियासँग माग्नु पर्दैन, अमेरिका बेलायत जापानसँग माग्नु पर्दैन। हामी आफै बनाउँछौँ भन्दाखेरि पनि त्यो सपना हाम्रो पुरा भएको छैन। यति कुरा मैले भने। अब म यहाँहरूलाई सधैँ भन्ने कुरा भन्छु, अहिले नेपालको स्वास्थ्य सेवा यो नसर्ने रोगले खतम पारिसक्यो। हेर्नुहोस्, पहिला सरुवा रोगले अधिकांश मान्छेको ज्यान लिन्थ्यो, अहिले 72% मृत्यु नसर्ने रोगले हुन्छ। यही डायबिटिसको कारणले हुन्छ, यही उच्च रक्तचापको कारणले हुन्छ, विभिन्न अङ्ग फेल हुन्छ, क्यान्सर हुन्छ, चोटपटक ट्रमा आदि इत्यादि कारणले नेपालको मृत्युको प्रमुख कारण भएको छ। यसमा कसैको दोष छैन, यसमा दोष तपाईँ हाम्रै छ। हामीहरू आजकल मोडर्न लाइफस्टाइल पहिला जस्तो उकाली ओह्राली गर्दैनौँ, घर खेतपात गर्दैनौँ, मजासँग अफिसमा बस्यो, टेबल कुर्सीमा बस्यो, मिठो गुलियो चिल्लो खाना खायो, त्यसले बिस्तारै तपाईँहरू हामीमा मोटोपन ल्यायो, ब्लड प्रेसर बढायो, डायबिटिज गर्यो। र यसको मुख्य रिजल्ट के हुन्छ त तपाईँहरूको अङ्गहरू बिस्तारै खतम हुँदै जान्छ र फेल हुन्छ। 90% मृगौला ड्यामेज भएपछि मात्रै लक्षण देखा पर्छ। कलेजो पनि त्यस्तै हो, जब अन्तिम अवस्था पुग्छ लक्षण देखा पर्छ र त्यो बेलासम्म अरू कुनै उपाय बाँकी रहँदैन। अङ्ग फेर्ने प्रत्यारोपण गर्ने बाहेक अरू कुनै उपाय बाँकी रहँदैन। यसको सर्वोत्तम उपाय भनेको हामीले समयमै सावधानी अपनाउने हो। प्रिभेन्सन इज बेटर देन क्योर। रोगबाट उपचार गराउनु भन्दा रोग लाग्नै नदिनु उपाय सर्वोत्तम हो भनिन्छ। म यहाँहरूलाई के भन्न चाहन्छु भने दसैँ तिहारको मौका छ, हामी सबैलाई मिठो खान मन लाग्छ, चिल्लो गुलियो अझ अलिअलि त्यसमा ऐला भुच्चा होइन, सबै त चाहियो नै। तर म के भन्छु भन्दाखेरि हामी संयमित भएर राम्रो खाना खाउँ, स्वस्थ खाना खाउँ, हाम्रो शरीरमा बिख हुने खालको खाना नखाउँ। त्यो भनेको के हो त अति चिल्लो, अति गुलियो आदि इत्यादि मसलेदार धेरै अमिलो पिरो खानाहरू नखाउँ। आफ्नो तौल नियन्त्रणमा राखौँ, नियमित शारीरिक व्यायाम गरौँ। दसैँको बेला पनि त हामीहरू पहिला रोटेपिङ खेल्न जाने, टाढासम्म गएर मेला भर्न जाने गर्थ्यौँ भने आजकल उही घरभित्र बस्यो, गफ गर्यो, राम्रो खाना खायो। यो सबै कारण आज एक दिन भोलि एक दिन यसो गर्दा यसले हाम्रो शरीरलाई क्षति पुर्याउँछ। कृपया तपाईँहरू सबै आफ्नो खानापिनमा ध्यान दिनुहोला, शरीरको तौल नियन्त्रणमा राखिदिनु होला, उच्च रक्तचाप र मधुमेह हुन नदिनु होला। भइसकेको छ भने नियमित चिकित्सकको सल्लाह अनुसार औषधि सेवन लगायतले यो रोगमा नियन्त्रण गर्नुभयो भने अधिकांश अङ्गहरू फेल हुनबाट बच्न सक्छ है। अधिकांश अङ्गहरू तपाईँहरूले महँगो यो प्रत्यारोपण भन्ने कुरै गर्नु पर्दैन, त्योसम्म पुग्नै पर्दैन। जति बाँच्नुहुन्छ स्वस्थ स्फूर्त शरीर लिएर बाँच्न सक्नुहुन्छ। म एउटा कुरा भने, यो धुम्रपान र मद्यपान जसले जतिसुकै भने पनि मद्यपान यो अल्कोहलको कुरा रेड वाइन बेटर भनेर गफ हाल्लान्। मेरो विचारमा र चिकित्सा विज्ञानमा पनि कहीँ रेड वाइन थोरै 1-2 ग्लाससम्म ठिकै हो भन्छ, तर साँचो कुरो चाहिँ 1 थोपा पनि ठिक होइन। हामीले अल्कोहल पूर्ण रूपमा अभोइड गर्नुपर्छ भने स्मोकिङको त कुरै नगरौँ। धुम्रपानमा त विवाद पनि हुँदैन, यो ठिक कि बेठिक भन्ने कुरो यति बेठिक छ कि तपाईँहरूले सिगरेट पिउनुहुन्छ भने मेरो अनुरोध छ, आफ्नो शरीरलाई माया गर्नुहुन्छ भने सिगरेट छोडिदिउँ प्लिज। बरु 1-2 प्याक वाइन खाइदिनुहोस्, कहिले सिगरेट चाहिँ बिल्कुल बन्द गरिदिनुहोस्। र अर्को कुरा म तपाईँहरूले भन्छु, तपाईँहरू जतिसुकै स्वस्थ भनेर आफूलाई सम्झिनुहोस्, मलाई के भएको छ भनेर तपाईँ सम्झिनुहोस्। तर मैले भने नि यो रोग भित्रै लागेर तपाईँलाई खतम गर्न सक्छ है। कोही पनि हामी निर्धक्कसँग मलाई केही भएको छैन भनेर नबस्दिनुहोस्। त्यसको लागि कम्तीमा वर्षको 1 चोटि तपाईँले गाडीको इन्जिन मोबिल फेर्नुहुन्छ, सर्भिसिङ गर्नुहुन्छ, कति माया गरेर राख्नुहुन्छ, आफ्नो शरीरलाई 1 चोटि वर्षको सर्भिसिङ गर्नुहुन्छ त?
डाक्टर कहाँ गएर जचाउनुहुन्छ खोप हस्पिटल तपाईँहरूको आँगनमा कति राम्रो हस्पिटल खोलेको छ मैले सुनिल दाजु भन्नुहुन्थ्यो फुल्ली प्याक्ड दिनको 1000-1500 जना ओपिडीमा आउनुहुन्छ हेर्नुहोस् है यो हस्पिटल तपाईँहरूको आँगनमा छ यही अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर हस्पिटल क्यान्सर हस्पिटल सरकारी हस्पिटलहरू छ भनेपछि तपाईँहरू त नेपालको सबैभन्दा सुविधायुक्त ठाउँमा हुनुहुन्छ आफ्नो शरीरको लागि कम्तीमा वर्षको एकचोटि मेरो के छ शरीर है डाक्टर जाँच देऊ भन्यो भने यो कुनै पनि हस्पिटलमा जाँचोस् तपाईँहरूको शरीर जाँच हुन्छ कुनै समस्या छ भने सुरुमै थाहा हुन्छ निको पार्न सकिन्छ 1-2 हजार 3 हजार रुपियाँमा तपाईँहरूको समस्या समाधान हुन्छ भने होइन बिस्तारै जाँच्छु भोलि जाँच्छु पर्सि जाँच्छु अर्को साल जाँच्छु भन्नुभयो भने जब लक्षण देखा पर्छ ढिलो हुनसक्छ है यो कुरा ख्याल राखौँ र म अङ्ग प्रत्यारोपणकै म एउटा अभियन्ता भन्छु म आफूलाई त्यसरी म अङ्ग प्रत्यारोपण त्यसै हुँदैन है अङ्ग प्रत्यारोपण भन्ने कुरो कसैको अङ्ग निकालेर अङ्ग फेल भएको व्यक्तिमा मात्रै राखेपछि प्रत्यारोपण भनिन्छ भनेपछि अङ्ग दान बिना अङ्ग प्रत्यारोपणको कल्पना पनि हुन सक्दैन 2 किसिमले अङ्गदान हुन्छ है एउटा तपाईँ हामी स्वस्थ व्यक्तिले हाम्रो भगवानले 2टा मृगौला दिएछ के एउटा मृगौला सित्तेमा दिएको हामीलाई एउटा भए पुग्ने ठाउँमा भगवानले 2टा मृगौला दिएछ एउटा चाहिँ तिम्रो लागि एउटा चाहिँ त्यतिकै रिजर्भ स्पेयर टायर जसरी दिएको तपाईँको आफ्नो नातेदारलाई मृगौला चाहियो भने कृपया दान गरिदिनुहोस् तपाईँलाई एउटा मृगौला भयो 100% पुग्छ र त्यो दान गर्नुभयो भने तपाईँको नातेदार पनि स्वस्थ तपाईँ जस्तै स्वस्थ व्यक्ति भएर परिवारको लागि समाजको लागि राष्ट्रको लागि उत्पादनशील नागरिक पाउँछ हेर्नुहोस् कति राम्रो हो सबै परिवार सुखी समाज सुखी तपाईँको एउटा मृगौला दान गर्दाखेरि जबकि कलेजो एउटै मात्र हुन्छ शरीरमा तर यति राम्रो अङ्ग हो कलेजो आधा काटेर दान दिए पनि कलेजो पलाएर 3 महिनामा 90% भाग पलाएर फेरि पहिलाको जस्तै हुन्छ पहिलाको जस्तै काम गर्छ त्यसैले कलेजो पनि दान गर्न सकिन्छ अरू मरेपछि त यति धेरै अङ्गहरू दान गर्न सकिन्छ दाजुभाइ दिदीबहिनीहरू हामी मरेपछि खरानी भएर सकिन्छ गाडेर सकिन्छ हेर्नुहोस् यदि तपाईँहरू आजको दिनदेखि म मरेपछि खेर जाने अङ्ग दान गर्छु भन्नुभयो भने मस्तिष्क मृत्यु भएको व्यक्तिबाट 1 जनाबाट 8वटा अङ्ग प्राप्त हुन्छ 2टा मृगौला 2टा फोक्सो एउटा मुटु एउटा कलेजो एउटा प्याङ्क्रियाज एउटा सानो आन्द्रा 8 जना अङ्ग फेल भएर घिची भएको आज हो कि भोलि हो भन्ने अवस्था पुगेका बिरामीहरू तपाईँको अङ्गबाट प्रत्यारोपण गरेर पहिला 18, 20, 30 वर्ष जस्तै जवान हुन पाउनुहुन्छ देशको लागि अब ऊ भार होइन बर्डन होइन देशको लागि युजफुल सिटिजन हुन सक्छ त्यस्तो काम गर्ने हो भने तपाईँ हामी सबैले आजै म मरेपछि काम लाग्ने अङ्ग सबै दान गर्छु भनिदिनुहोस् त त्योभन्दा ठुलो धर्म के हुन सक्छ ल तपाईँहरूलाई मैले यो कुरा सोधेँ यसको लागि कहीँ जानु पर्दैन यही तपाईँहरूको आँगन यहाँबाट 50 मिटर उता धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र छ त्यहाँ अफिस टाइममा गएर म दान गर्न मिल्ने सबै अङ्ग दान गर्छु भने सही गर्न पाउनुहुन्छ कति सजिलो त्यहाँ तुरुन्तै हामी भक्तपुरकै भाइ बहिनीहरू काम गर्नुहुन्छ एउटा कुरा अर्को कुरा होइन त्यहाँसम्म जान मन लागेन भने हाम्रो धर्मभक्त प्रत्यारोपण केन्द्रको वेबसाइटबाट पनि अङ्ग दान गर्न मिल्छ त्यो वेबसाइटमा पनि जान मिलेन भने मन लागेन भने मोबाइल त अहिले सबैले चलाउनुहुन्छ नि मोबाइल पनि एप्स बनाइदिएछौँ हामीले मोबाइलबाट मेरो डिटेल्स हालेर म सबै अङ्ग दान गर्छु भन्न पाइन्छ यति सजिलोसँग आफू जाँदाखेरि खरानी भएर जाने गाडीले सक्ने अङ्गहरू दान गर्नुभयो भने 1 जनाबाट 8वटा अङ्गले ज्यानै बचाउने अङ्ग प्रत्यारोपण गर्न मिल्छ ज्यानै बच्छ 8 जनाको त भने अरू थुप्रो अङ्गहरू छ आँखाको ज्योति आँखा दान गऱ्यो भने दृष्टि पाउने भयो अनुहार प्रत्यारोपण गरेर अब कुरूप भएको अनुहार पनि राम्रो अनुहार भएको पनि आजकल पाइएको छ पाठेघर प्रत्यारोपण गरेर बच्चा पनि जन्मिसके नयाँ अङ्ग आजकल चाहिँ नयाँ अङ्ग प्रत्यारोपणको अहिले विज्ञानले प्रयास गरिरहेको छ धेरै अङ्गहरू प्रत्यारोपण हुने हामी सङ्घारमा छौँ भने कम्तीमा पनि स्थापित भएका 8वटा अङ्गहरू 8 जनाको ज्यान बचाउने हो भने तपाईँहरू कृपया म मरेपछि मलाई मेरो अङ्गहरू काम लाग्ने सबै दान दिन्छु भनिदिनुहोस् त त्योभन्दा पुण्य काम मलाई लाग्छ यो संसारमा हामीले गर्न सक्ने केही पनि छैन म यति भने तपाईँहरूलाई फेरि
यो विशिष्ट कार्यक्रमको लागि यस्तो पानी परेको बेलामा हाम्रो दाजुहरूले मैले प्रेम दाजु सोधेँ, दाजु आज प्रोग्राम हुन्छ र हुन्छ आऊ भन्नुभयो। यहाँ आएको हल पुरा भरि पानी कति राम्रोसँग म्यानेज भएको छ, पुरा छानाहरू यस्तो पाल बनाए पनि भित्र पाल जस्तै छैन, कस्तो राम्रो व्यवस्था छ। तपाईँहरू सबै व्यवस्थापनको साथीहरूलाई पनि म अत्यन्तै आभारी छु र उपस्थित यस्तो चिसो बेलामा पानी परेको बेलामा कहाँबाट आइपुग्नु भयो तपाईँहरू सबैले मेरो दुई शब्द सुनिदिनु भयो। म आभारी छु र म भर्खरै रिटायर भएको छु है, आफ्नो सेवाबाट सरकारी सेवा रिटायर भएको छु। अस्ति सुनिल प्रजापति दाजुले मलाई नगरपालिका बोलाएर भव्य बिदाई गर्नुभयो, मलाई यति खुसी लाग्यो। दाजु म त्यति सम्मान पाउन योग्य थिएँ कि थिइनँ, तँलाई भक्तपुरवासीको तर्फबाट दाजुले मलाई जुन सम्मान दिनुभयो म अत्यन्तै आभारी छु। र तपाईँहरूको सेवा सहयोगले गर्दाखेरि आज यो केन्द्रले यो देशको इतिहासमा स्वास्थ्य क्षेत्रमा जुन योगदान दिएको छ त्यो त्यसै भएको होइन, तपाईँहरूकै कारणले तपाईँहरूको साथ सहयोगले भएको हो। त्यसको लागि म केन्द्रको तर्फबाट पनि तपाईँहरू सबैलाई आभार प्रकट गर्दै बिदा हुन्छु। नेपाली भाषा जोगाउनु पर्छ। नेवा भ्या जिमी फुकस्य लामा ने जिमी चाहे स्कुलमा होस्, चाहे अफिसमा होस्, चाहे जहाँसुकै होस्, नेवारी भाषा लोप हुन दिनु हुँदैन है। मैले दाजु म नेवारी भाषा बोल्नु खोज्छु, हाम्रै भाइ बहिनी बोल्नु चाहँदैन मसँग, यही त छ कुरो। यो चाहिँ ठिक भएको छैन। हामी सबै बोल्नुपर्छ, चाहे बागलुङको होस्, चाहे भक्तपुरको, चाहे काठमाडौँको होस्, चाहे ललितपुरको होस्, चाहे काभ्रेकै किन नहोस्, नेपाली भाषा नेवारी बिचमा अनिवार्य बोल्नै पर्छ। सक्यो भने अरूलाई पनि सिकौँ, होइन भने हामी बिचमा यो भाषा अनिवार्य बोलौँ भन्दै बिदा हुन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद डाक्टर पुकारचन्द्र श्रेष्ठज्यूलाई। डाक्टर पुकारचन्द्र श्रेष्ठज्यू त यो